हाम्रो समसंस्कृति पार्टीको हाम्रो जिल्ला क्षेत्र नम्बर 2 को चाहिँ हाम्रो उम्मेदवार माननीय ज्यू चाहिँ उहाँ नै हुनुहुन्छ। ल तपाईहरुले धेरै जिज्ञासा गर्नुभएको थियो, उहाँको ब्याकग्राउन्ड पनि एकचोटि बुझ्न पाए हुन्थ्यो भन्ने धेरै जनताको जनगुनासो पनि छ। र म चन्द्र राई अनि हजुरलाई म स्वागत गर्न चाहे। आदरणीय तपाईँ मेरो दाजु पनि हुनुहुन्थ्यो र अहिले तपाईँ झन् एउटा टिकट लिएर आइसकेपछि त तपाईलाई सबै जनताले रुचाइरहेको छ र तपाईलाई म स्वागत गर्न चाहे दाजु। धन्यवाद चन्द्र भाइ, जुन तपाईँले मलाई जुन जनता माझमा मेरो विचार अनि धारणाहरू अनि मेरो सोच अनि मेरो सिद्धान्तलाई जुन तपाईँले पुर्याउने प्रयत्न गर्नुभयो त्यसको लागि म तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। विशेष गरी आज जुन यो देशलाई माथि लानुपर्छ र नेपाल आमाले बचाऊ बचाऊ भनिरहेको परिस्थिति र परिवेशमा म यस समसंस्कृति पार्टीबाट क्षेत्र नम्बर 2 बाट मैले यो नेपाल आमाको धरतीलाई, यो माटोलाई, नेपाल आमाको झन्डालाई बचाउनु पर्छ भन्नको निमित्त मैले उम्मेदवार दिएको छु। तसर्थ क्षेत्र नम्बर 2 का सम्पूर्ण मेरा पूजनीय आदरणीय मेरो बुवा आमा तथा साथै बुद्धिजीवी सर्कलका साथी मित्रहरू र जेनजी मेरो भाइ बहिनीहरू र विभिन्न पार्टीमा आस्था रहेका साथी मित्रहरू, म तपाईहरु सामु के हार्दिक अपिल गर्न चाहे भने यो अहिले नेपाल आमा कालो सूचीमा रहेर 30 खरब ऋणले र विभिन्न खोला नदी नाला र सम्झौता र सुगौली सन्धि र एमसीसी राष्ट्रघाती जस्ता जुन सन्धिले नेपाल आमाले मलाई छिया मुटुमा भयो, मलाई बचाऊ बचाऊ भनिरहेको अवस्थामा, रुइरहेको अवस्थामा, त्यो अवस्थामा नेपालको मुहार फेर्नको निमित्त मैले यो क्षेत्र नम्बर 2 बाट मेरो यो समसंस्कृति पार्टीबाट मेरो उम्मेदवार घोषणा गरेको छु। तसर्थ तपाईहरुले कुनै पनि स्वार्थ नराखिकन निस्वार्थ भावना र विचारले तपाईहरुको त्यो अमूल्य मत मलाई दिनुहोस् र यो क्षेत्र नम्बर 2 को मात्रै नभएर यो नेपाल आमाको मुहार फेर्नको निमित्त जुन मैले एउटा ठुलो साहस लिएर आएको छु, तसर्थ तपाईहरुले बुझिदिनु होला। किन भन्दाखेरि पुँजीवाद र समान्तिवाद र शोषणवाद र विचारहरू धारणा भएका व्यक्तिहरू, विभिन्न पार्टीका जुन पुरानै ढाँचा, पुरानै पार्टीको सिद्धान्त, पुरानै विचार भएका पार्टीहरूले घोषणापत्रमा विभिन्न आश्वासनहरू दिन सक्छन् र विभिन्न खालका चाहिँ अभिव्यक्तिहरू तपाईहरुसँग प्रस्तुत गरेर आफ्नो कला प्रस्तुत गरेर तपाईलाई लोभ लालच आर्थिक विभिन्न कुराहरूको प्रलोभनमा पारेर तपाईलाई भोट दिन बाध्यता पार्न सक्छन्। तसर्थ नझुक्किनुहोस् र आज तपाई हामीले कसैले दिएको त्यो 2 पैसा र 2 चोक्टा मासु र रक्सीले यो देश बन्दैन। यो नेपाल आमा उच्च शिखर उसमा पुग्दैन। नेपाल आमा रहनेछ। नेपाल आमाले बचाऊ बचाऊ भनिरहनेछ। त्यसकारण गर्दा यो देश भोलि तपाईको चाहिँ नि यो देशले कतिलाई पार्टीको सरकारको चिन्ता छ, कतिलाई पार्टीको झण्डाको बचाउनुको हतार छ, उहाँलाई त्यो चिन्ता छ। तर मलाई के चिन्ता छ भन्दाखेरि यो नेपाल आमाले मलाई बचाऊ बचाऊ भनिरहेको बेला, यो यही धरती आमामाथि टेकिएर म बसिरहेको बेला मलाई मेरो आमाले मलाई अङ्गलोमा राखेको जस्तो महसुस हुन्छ। त्यसकारण गर्दा यो नेपाल आमा बचाऊ बचाऊ भनिरहेको बेलामा नेपाल आमालाई म बचाउनको निमित्त सम्पूर्ण बुद्धिजीवी सर्कलका साथी मित्रहरू, आदरणीय पूजनीय बुवा आमाहरू र जेनजी मेरो भाइ बहिनीहरू हार्दिक अपिल गर्न चाहे। त्यसकारण गर्दाखेरि यो आज तपाईँ र मेरो चिउरा नुन खुर्सानी खाएर मकैको चाहिँ दाना खाएर हाम्रो पुर्खाले यो धरती आमालाई बचाएको देश र वीर गोर्खाली भनेर चिनाको इतिहास रहेको नाम भएको देश, तर आज विभिन्न पार्टीहरू नयाँ र पुरानो मिलेर विभिन्न राष्ट्रघाती एमसीसी जस्ता जुन उहाँहरूको घातक विचार र सोच र सिद्धान्तले आज यो देश रुइरहेको अवस्था छ। त्यसकारण गर्दा यो नेपाललाई बचाउँ र एक ठाउँमा उभिएर सत्यताको विचार लिएर आउँ, निस्वार्थ भावना आउँ। आज कुनै पार्टीको झण्डा र पार्टीको सरकारको चिन्ता छ भने आज मलाई नेपाल आमाको चिन्ता छ। त्यसकारण गर्दाखेरि यो माटो रहे पो आफ्नो पार्टीको सरकार रहला, नेपाल आमाको झण्डा रहे पो पार्टीको झण्डा रहला। त्यसकारण गर्दाखेरि आज त्यो पार्टीको स्वार्थभन्दा र पार्टीको झण्डाभन्दा माथि आज हामी माथि उठेर चाहिँ विचार अलिकति सोच र हाम्रो विचारलाई परिवर्तन गर्नको निमित्त गरेर देश बचाउनको निमित्त तपाईहरुमा म हार्दिक अपिल गर्न चाहे। आज साँच्चीकै हामी देशभक्ति हौं र देशभक्ति कुरा गर्ने हो र यो भोलिको यो देशलाई मुहार फेर्ने नै हो भने र
कृषिमा जुन कृषि क्रान्ति मार्फत माथि जाने र श्रम मार्फत देशलाई माथि लाने हो भने, अर्थतन्त्र माथि लाने हो भने तपाईँहरूले एकचोटि म एउटा नयाँ पार्टी, नयाँ सोच, नयाँ विचार र तत्काल यो क्षेत्रबाट चाहिँ क्षेत्र नम्बर 2 मात्रै नभएर नेपाल आमाको चाहिँ जुन मुहार फेर्नुपर्छ भन्ने एउटा भिजन र सिद्धान्त जुन मैले लिएर जुन आज मेरो काँध थापेर मैले अगाडि बढ्ने प्रयत्न गरेको छु, त्यसमा तपाईँले हातमा हात, काँधमा काँध तपाईँको जुन अमूल्य भोट म स्वयं तपाईँको यही क्षेत्र नम्बर 2 को छोरा, भाइ, दाइ सबैले मलाई साथ सहयोग गर्नु होला भनी म अपिल गर्न चाहन्छु। अब हजुर बोल्दै गर्दाखेरि मैले हजुरको थोरै कुरा काटेँ। तपाईँमा एकदमै देशलाई माया गर्नुपर्छ भन्ने चाहिँ भित्रैदेखि उत्कट इच्छा भन्छ त्यसलाई, उत्कट इच्छा र जोस र जाँगर तपाईँमा मैले देखिरहेको छु। र एउटा कुरो धेरै जनताको कुराहरू के छ भन्दाखेरि उहाँ चाहिँ एउटा रिटायर्ड लाइफ पनि हुनुहुन्छ। उहाँ देशभक्तिमा एउटा नेपाली सेनामा पनि उहाँले देशको सेवा गर्नुभयो। त्यतिका वर्ष भनेपछि तपाईँ 16-17 वर्ष त तपाईँले कम्तीमा नि सेनामा पनि तपाईँले जुन तपाईँले मलाई प्रश्न गर्नुभयो चन्द्रजी, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। म नेपाली सेना, नेपाल आमाको समथिङ त चाहिँ 22 वर्ष 3 महिना सेवा गरेर है, जुन 10 वर्ष जनयुद्धमा जुन नेपाल आमाको निमित्त रगत र पसिना बगाएर यो स्वच्छ छवि लिएर इतिहासमा नेपाल तारा पाएर चाहिँ नि मैले नेपाल तारा, सायद त्यहाँ पनि नेपाली सेनामा पनि जो कोहीले नेपाल तारा पाउँदैन। मैले एउटा नेपाली सेनामा, किनभने हजुर बोल्दै गर्दाखेरि तपाईँ चाहिँ एकदमै नेपालको प्योर सेना मैले तपाईँलाई मान्छु। किन भन्दाखेरि जुन यो दण्डकाल सुरु भयो, यो प्रचण्डले गराएको, त्यतिखेर धेरै जनताहरूको रगत बगी, दाजुभाइ मरे, तपाईँको अगाडि पनि ढल्यो होला, तपाईँ पनि युद्धमा पर्नुभयो होला। त्यो त तपाईँलाई त्यो कथा व्यथा त तपाईँलाई थाहा छ। तर एउटा कुरो के छ भन्दाखेरि त्यो समयमा चाहिँ अब एउटा गोली थाम्नको लागि पनि एउटा लुरे झुसे झाँसीलाई पनि त्यतिखेर सेनामा त लगाइयो। तर त्योभन्दा अगाडि त तपाईँ त प्योर सेना हो। तपाईँ त एकदमै चुनिएर सबै कुरोमा फिजिकली रूपमा तपाईँ त जानुभएको, तपाईँ प्योर नेपाली सेना हो। तपाईँले देशको निम्ति देशलाई माया गर्छु भनेर तपाईँ लडेको व्यक्ति हो होइन। अनि जनताले यो कुरालाई पनि तपाईँलाई के भन्छ भने उहाँ त एउटा नेपाली सेना पनि हुनुहुन्छ, त्यसै पनि देशको निम्ति लडेको मान्छे, देशलाई माया गरेको मान्छे। अहिले उहाँ चाहिँ झन् श्रम संस्कृति पार्टीमा उम्मेदवार लिएर आउँदै गर्दाखेरि धेरै नै हामी खुसी छौँ भन्ने कुरा पनि जनताहरूले चाहिँ यो प्रशंसा पनि तपाईँलाई गरिरहेको अवस्थाहरू छ। जुन तपाईँले भन्नुभयो यो अपेक्षा राख्नु र उहाँले विश्वास गर्नु जुन म एउटा राम्रो पक्ष हो। किन भन्दाखेरि म नेपाली सेनामा आबद्ध रहँदै गर्दाखेरि पनि नेपाल आमाको लागि ज्यान बाजी राखेर एउटा नेपाल तारा जस्तो एउटा पदक, गरिमै पदक एउटा हासिल गरेको व्यक्ति म है। त्यस कारणले गर्दाखेरि तसर्थ किन भन्दाखेरि म कुन श्रम संस्कृति पार्टीको भिजन र मेरो सिद्धान्त कस्तो भन्दाखेरि हिजो नेपाली सेनामा हानेको गोली फर्किँदैन भन्ने सिद्धान्त हो। त्यसरी जुन आज म के जनताले एउटा जुन तपाईँले यति राम्रो मलाई क्वेसन गर्नुभयो चन्द्रजी, म के भन्न चाहन्छु भने भोलि यो क्षेत्रमा बोलेका कुराहरूलाई जसरी गोली हानेको गोली फर्किँदैन त्यसरी म यो विकासको कुरामा काहीँ कतै चुकेछु र संसद भवन काहीँ गएर मेरो जनताको लागि चाहिँ झुकेछु र झुटो आश्वासन दिएर गफ गरेर आएछु भने म मेरो जनतालाई के स्पष्ट पार्न चाहेँ भने ममा जुन जोस जागृति, जुन भित्र आत्मादेखि यो देशलाई बचाउनुपर्छ भन्ने जुन मेरो देशभक्ति विचार छ नि, त्यो विचार भोलि जनतालाई र क्षेत्र नम्बर 2 लाई कसरी अर्थतन्त्रमाथि लाने भन्ने सन्दर्भमा तपाईँको कृषि अनुदान र कृषि उत्पादनमा व्यवस्थित कुराहरू छन् र बजार व्यवस्थापनको कुराहरू छन्। त्यसमा त्यो कुराहरूमा तपाईँको चाहिँ भोलि यहाँ चाहिँ श्रमको कुरा होला होइन, विभिन्न छ नि त। यहाँ त श्रम 20 दिन तपाईँको चाहिँ जनताले के गर्छ त, 20 दिन उहाँहरूलाई मैले अनुदान दिएको रकम मार्फत उहाँले आफ्नै जुन उहाँले गर्नुभएको काम जुन कृषकमा चाहिँ अलिकति आधुनिकीकरण गरेर उत्पादनमा उहाँहरूलाई समय दिइन्छ भने 10 दिन चाहिँ महिनामा कमसेकम राज्यको लागि चाहिँ एउटा तपाईँको श्रम गरेर देशलाई अर्थतन्त्रसँगै आर्थिक र भौतिक नैतिक सबै बुद्धि विवेक लाएर चाहिँ हाम्रो श्रम गर्ने अभियान चलाउँछु। त्यस कारणले गर्दाखेरि यो भित्र विविध कुराहरू छ। स्वास्थ्य शिक्षाको कुराहरू छन्। स्वास्थ्यलाई अलिकति कसरी गर्न सकिन्छ, आधुनिकीकरण गरेर लान सकिन्छ र जनतालाई कस्तो खालको चाहिँ सेवा सुविधा दिन सकिन्छ भन्ने सन्दर्भका कुराहरू छ। र शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने कुराहरू धेरै छन्। अब यहाँ चाहिँ अहिलेको नेपालको परिवेश शिक्षाको नीति हेर्ने हो भने तपाईँको जति पनि के छ भन्दाखेरि त भूखण्ड विद्या सिस्टम छ हो। तर कमसेकम के हो भने कृषि प्रधान देशमा कमसेकम नर्मली तपाईँको चाहिँ हामीले यो टेक्दै गरेको भूमिमा र जमिनमा कस्तो खालको उत्पादन दिन्छ, कस्तो किसिमको चाहिँ उत्पादनले चाहिँ हामीले चाहिँ म्याच गर्छ भन्ने खालको परीक्षण गर्ने प्रविधिहरू
होइन त्यो किसिमको चाहिँ उहरू चाहिँ उत्पादनमूलक कार्यक्रममा चाहिँ एक घर एक शिक्षक जुन तालिम प्रणालीहरू भयो र विद्यार्थी भाइ बहिनी त्यही किसिमको उहाँले चाहिँ जुन शिक्षा प्रणाली चाहिँ अगाडि बढाउनु पर्ने कुराहरू धेरै छन् के तपाईँको चाहिँ घोकन्ते विद्या चाहिँ त के छ भने घोकन्ते विद्याले मात्रै यहाँ देशमा हाम्रो के छ त अरू कन्ट्रीको उसो इतिहास हेर्ने हो भने हेर्नुहोस् ऊ शिशु क्लासदेखि चाहिँ ऊ टेक्नोलोजी उसमा चाहिँ के छ त ऊ आत्मनिर्भर त्यहाँ छ क्या जब ऊ हाई लेभल हाई क्वालिटीमा पुग्दाखेरि त्यो बच्चाहरूले कस्तो कस्तो आणविक विभिन्न वेपनहरू भयो विभिन्न चाहिँ आविष्कार कुराहरू चाहिँ उनीहरूले गरिरहेछ नि तर नेपालमा त्यो खालको शिक्षा नीति छैन क्या नेपालमा कस्तो शिक्षा नीति छ भने घोकन्ते विद्या हो सिर्फ त्योभन्दा उसनै कन्सेप्टमै त्यो बसेन क्या घोकन्ते विद्या तर यहाँ चाहिँ अब हामीले कमसेकम प्राकृतिक रूपमा चाहिँ अहिले हामी एउटा प्राकृतिक रूपमा धनी देश राष्ट्र अब कमसेकम हामी प्राकृतिक रूपमै हामी परिचित छैनौँ क्या यहाँ होइन संस्कार नै छैन त्यो जुन प्राकृतिक रूपमा चाहिँ हामी आत्मनिर्भर छैनौँ तर प्रकृतिलाई कसरी व्यवस्थित गर्ने र स्टुडेन्टहरूलाई चाहिँ कस्तो खालको प्रकृतिसँग चाहिँ उहाँ चाहिँ भिजाउन सक्ने खालको वातावरण सिर्जना गर्ने भन्ने कुरा नीतिहरू पनि परिवर्तन ल्याउनु पर्ने छ यो क्षेत्रमा है त्यसैले गर्दा नेपाल हजुर बोल्दै गर्दाखेरि फेरि मैले हजुरलाई बिचमा रोकेँ अनि यो जति पनि अहिले यतिका पुस्ताहरू बिते देशमा हाम्रो बाबुबाजेको पालादेखि नै अब नेतृत्व पङ्क्तिमा पुगिराखे पुराना दलहरू यिनीहरूको कुनै पनि कुरामा अगाडि देशलाई लान नसक्नुको कारण यो सबै भ्रष्टाचारै हो त यो कारण भ्रष्टाचार नै हो नि है यस्तो छ भ्रष्टाचार मात्रै नभइकन धेरै कुराहरू छ जस्तै पुँजीवाद सामन्त्यवाद शोषणवाद हो पुँजीवाद र सामन्त्यवाद र शोषणवादको विचार के हो भन्दाखेरि निम्न वर्ग र निम्न परिवारबाट एउटा चाहिँ आएको व्यक्तिहरू माथि आउनु हुँदैन र तलै बस्नुपर्छ भन्ने जुन सिद्धान्त र विचार छ नि त्यो सोच र विचारले परिवर्तन गर्न सकिएन र भ्रष्टाचार त मेन जर नै हो तपाईँको ससानो यहाँ चाहिँ सुन्नुहोस् न यहाँ भ्रष्टाचार भनेको ससानो तपाईँको यो तत्काल म यो कटाई नगरपालिकै कुरा गर्ने भने विभिन्न खानेपानी साथै तपाईँको चाहिँ नि यो तपाईँको चाहिँ सौर्य र कसमसको उसभित्र पनि धेरै यहाँ चाहिँ उ छ नि त तपाईँको होइन यो त मैले नाम मात्रै लिएको भोलि समय आएपछि त्यो समयको त केही खोजी नीति त होला समय जे पनि समयको परिवर्तन हो नि त तपाईँको एकैचोटि परिवर्तन गर्ने कुरा त होइन समय परिस्थिति एकनाश जुन जति पनि अहिले पुँजीवादी सामन्तीहरू चाहिँ विभिन्न पार्टीको आवेशपास लागेर विभिन्न उसमा चाहिँ त्यहाँ मेलिजुली भइरहेको होला तर त्यो समय आउला समयले त एक दिन त्यो छिनफाना गर्ने अवस्था पनि आउँछ सदाबार के जस्तै तपाईँको चाहिँ एउटा कुरा जेएनजी भाइ बहिनी 23 र 24 आन्दोलनमा चाहिँ यति चाँडै देशमा चाहिँ यस्तो तहस नहस हुन्छ र परिवर्तन हुन्छ भने जेजी भाइ बहिनी सोचेको थिएन नि समय एक दिन के भइदियो भने समयले जुन तपाईँको चाहिँ समयको चाहिँ एउटा माग आयो त्यो समयले के त भन्दाखेरि समयको परिवेश अनुसार के त परिवर्तन त्यसै गर्दा जति पनि म के भन्न चाहन्छु भने यो क्षेत्र नम्बर 2 साथै यो कटाई नगरपालिका साथी मित्रहरू के भन्छ भने र त्यही पुरानो पार्टी र पुरानै विचारले सदाबार यो क्षेत्र अथवा यही नगरपालिकाको जनताहरू चलिरहेको छ र उहाँले सही राख्छ भन्ने कुरा यदि त्यो कन्सेप्ट छ भने 1 नम्बरमा हटाउनुहोस् है किन समय आयो भने भोलि यो परिवर्तन गर्नको लागि धेरै समय लाग्दैन है धेरै लङ समय र लङ घन्टा लाग्दैन छिनमा पनि यो जनताको मन परिवर्तन गर्न हुनसक्छ त्यसकारण गर्दाखेरि साथी मित्रहरू सच्यौँ र देश बनाउने अभियानमा लागौँ भन्न चाहन्छु हजुर बोल्दै गर्दा फेरि एउटा कुरा सोध्न मन लाग्यो अनि यो जेनजी भन्छ होइन अब धेरै मान्छेले के भन्छ भने जेनजी भनेको प्योर जेनजी जन्मिनु सक्ने अवस्था छैन नेपालमा जेनजीको दम अहिले जन्मिने दम छैन यो सबै चलायमान हो जेनजी पनि यस्तो जेनजीहरू छ सबै आफ्नो आफ्नो पार्टीको जेनजीहरू छ जेनजीको एकता छैन भन्ने कुराहरू आउँछ के साँच्चै नै यो जेनजी विभाजनै भएको हो कि जेनजीमा एकता छ त यो कुरामा हजुर के भन्नुहुन्छ अब यस्तो छ जेनजी यहाँ चाहिँ अहिले जेनजी कुन नजेनजी कुन भन्ने सन्दर्भमा छुटाउनै गाह्रो छ है किन भन्दाखेरि अब एक हिसाबले अब तपाईँ र मेरो घरमा पनि त हाम्रो छोराछोरी जेनजी अवस्थाकै छ होइन हजुर हजुर अब यहाँ अहिले प्योर जेनजी त छँदै छैन भन्दा नि हुन्छ कसरी छैन भन्नुहुन्छ भने नि जस्तै एमाले काङ्ग्रेसमा रहेको पार्टीका साथी मित्रको छोराछोरी त होला त्यहीलाई जेनजी मान्ने त हो होइन र कुनै पनि पार्टीमा आफ्नो आस्था रहेको व्यक्तिहरू होला अथवा कुनै व्यक्ति स्वार्थ भावनाले चाहिँ जेनजीको नाम लिएर चाहिँ केही गर्न सकिन्छ कि कुनै पद भार गर्न सकिन्छ र पुगिन्छ कि भन्ने धारणा भएको होला अब अहिले प्योर जेनजी कसले बनाउने कसले खोज्ने जेनजी त छँदै छैन तर मलाई मेरो कन्सेप्ट के हो भने जेनजी तल पार्ने कुरा होइन तर 76 जना जुन तपाईँको वीर शहीद हुनुभएको छ नि तर उहाँको जुन रगत र पसिनाको चाहिँ मूल्याङ्कन हुनुपर्छ भन्ने सन्दर्भ हो है जुन तपाईँको चाहिँ 76 जना जुन हाम्रो 23 र 24 आन्दोलनमा जुन 76 जना हाम्रो चाहिँ जेनजी भाइ बहिनी जुन उहाँहरूको यहाँ चाहिँ बलिदान छ नि तर अबको संविधान र योपालिको चुनाव भनेको एकदमै उ छ है किन भन्दाखेरि एकदमै महत्त्वपूर्ण छ कसरी महत्त्वपूर्ण छ भने अब त्यही पुरानो पार्टी पुरानै दललाई जिताएर पठाउने भने त्यही संविधान र त्यही धारालाई त्यही दलीय व्यवस्थामा गरेर बस्ने हो भने चुनाव गर्नुको अर्थ के रहन्छ अबको चुनाव गर्ने भनेको के हो त जेनजी भाइ बहिनीको चाहिँ पुस्ताको जुन 76 जनाको चाहिँ वीर शहीदको जुन उहाँहरूको बलिदान
र अहिले जेन्जी भाइ बहिनीको संविधानको चाहिँ धारा उपधाराले संशोधनको कुरा आउला नि हो, तसर्थ यो संविधानको अहिले तत्कालका बुदाहरूलाई जुन तपाईँ संशोधन गर्नुपर्ने धाराहरूलाई मेन सम्बोधन गर्ने कुरा हो कि। एउटा कुरा जेन्जी मेरो भाइ बहिनीले के आग्रह गर्न चाहे भने पुरानो पार्टी पुरानो विचार भएका विभिन्न सिद्धान्त भएका पार्टीहरूले तपाईँको जेन्जीको विषयमा त्यहाँ गएर चुइक्क बोलेछ र उ गरेछ भने मलाई भन्नुहोस्। त्यस कारणले गर्दा हाम्रो यो हर्कसम्मको पार्टीको हाम्रो पार्टीको विधान सिद्धान्त भने के हो भन्दाखेरि यो जुन 23 र 24 को क्षेत्रजनाको बलिदानद्वारा उहाँको चाहिँ वीरशहीदको रगतको उसले गर्दाखेरि आएको परिवर्तन र संसद विघटन भइसकेपछि अब हामी चाहिँ नयाँ पार्टीबाट चाहिँ जेन्जी पुस्ताको चाहिँ उहाँहरूको चाहिँ माग र उहाँहरूको एजेन्डा र उहाँहरूको मुद्दालाई सम्बोधन गर्नुपर्छ र जेन्जी भाइ बहिनीले मिलाएर लानुपर्छ भन्ने निष्कर्ष हाम्रो। त्यस कारणले गर्दाखेरि हामी जेन्जीको जुन क्षेत्रजनाको रगत र पसिनाले हामीलाई पोल्नुपर्छ र उहाँहरूको चाहिँ संविधान फेरबदल नगरिए चाहिँ संसदीय दलीय व्यवस्थामा गइयो भने यो क्षेत्रजना जुन हाम्रो छोराछोरी छन् उहाँहरूको रगतले पोल्छ। त्यस कारणले गर्दाखेरि हामी पुरानो पार्टी र 79 सालमा जितेर गएका नयाँ भनाउँदाहरूले उनीहरूले गरेका जुन व्यथिति र विसङ्गति र पुरानै पार्टी र पुरानै विचारमा सम्मिलित भएर सरकार चलाइसकेको पार्टी भएको कारणले गर्दाखेरि यी यस्ता खालको पार्टी विश्लेषण नगर्नुहोस्। हामी हत्या हिंसा गरेर होइन, हामी त विभिन्न कल कारखाना मेरो अध्यक्ष उसले चाहिँ विभिन्न कल कारखाना खोलेर र विकास गरेर 42 किलोमिटर पानी खुवाएर पार्टी खोलेको पार्टी हो। तसर्थ के भन्छ भने तपाईँको घर परेर एउटा चाहिँ अभिभावक राम्रो छ भने तपाईँको छोराछोरी राम्रो हुने हो। त्यसर्थ हाम्रो पार्टीको जुन अभिभावक राम्रो हुनुहुन्छ तसर्थ हामीमा कुनै पनि भ्रष्टाचार गर्ने नीति र दर्शन त्यो खालको विचार छैन। त्यस कारणले गर्दाखेरि आज जेन्जी भाइ बहिनीको मुद्दादेखि लिएर विभिन्न मुद्दाहरू हामीले समेट्नु छ र यो देशलाई साँच्चै उच्च शिखरमा पुर्याउनु पर्नेछ। त्यसका लागि तपाईँले अब हजुर यहाँ बोल्दै गर्दाखेरि यहाँ धेरै जनताहरूको आवाज सुन्न के आउँछ भन्दाखेरि अब हामी त एउटा सामाजिक अभियन्ता भएको कारणले गर्दाखेरि हामी समाजमा छिमेकीमा गाउँ टोलमा सहर बजारमा हामी हिँडिरहेको हुन्छौँ, त्यहाँ कुराहरू सुन्न सकिन्छ चिया खाएको ठाउँतिर यताउता होइन। अब यो पुरानो दलहरूको दिनहरू छैन, अब यिनीहरू सकिएको। अब यिनीहरूलाई भोट हाल्ने भनेको चाहिँ अब त्यही गाउँमा अब पाटमा सुर्ती बेरेर धुवा उडाउने बिडी खाने बुढाबुढीले मात्रै दिने हो, अरूले अब चुनाव यिनीहरूलाई जिताउँदैन र यिनीहरूलाई भोट पनि दिँदैन भन्छ। अब यो पुरानो पार्टी लगभग सकेकै हो त। यस्तो छ, अब उहाँहरू सकिनुपर्छ। मेरो विचारमा नि मेरो विश्लेषणमा के हो भने यो पुरानो पार्टी सकिनुपर्छ र बुद्धिजीवी सर्कलका साथी मित्रहरू सच्चिनुपर्छ। पुरानो पार्टी सकिनुपर्छ र अब विभिन्न पार्टीमा आबद्ध भएर जुन उहाँहरू हिँडिराख्नु भएको छ उहाँहरू बुद्धिजीवी युवा साथीहरू सच्चिनुपर्छ। अब त्यसमा हजुरले भन्दाखेरि अब नयाँ फेरि अभियान लिएर चाहिँ अब अब राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी पनि आइरहेको छ, उसले पनि अब म पनि देश त बनाउने नै हो भने उमा लागिरहेको छ। तर पनि त्यहाँ चाहिँ दाग देखिन्छ अब एउटा आर्थिक अभियोगमा, अब फाइनेन्सियली रूपमा रविलाई चाहिँ अब एकदमै अभियोगहरू लगाइरहेको कुराहरू छ। यो कुरामा तपाईँ के अभिव्यक्ति दिनुहुन्छ त? यो उसले त्यो गल्ती गरेकै हो त? चन्द्रजी सुन्नुहोस् न, अब नयाँ पार्टीको कुरा कसरी गर्नुभयो? उहाँहरू नयाँ पार्टी होइन भन्ने मेरो तर्क हो। कसरी नयाँ पार्टी होइन भने नि जुन तपाईँको 79 सालको चुनावमा पार्टी दल दर्ता गर्दै गर्दाखेरि रवि लामिछानेले बोलेको अभिव्यक्ति र उहाँहरूले दिनुभएको आश्वासन र भ्रष्टाचार न्यूनीकरण र युवालाई रोजगार र निर्मला पन्थाको हत्याराको प्रकरणको विषयमा धरती आकाशको होस् निकाल्छु भन्ने अभिव्यक्ति र जुन जीबी राईलाई म चाहिँ सहकारी ठग होइन, जीबी राईलाई आकाश होस् धरती होस् पातल होस् खोजेर ल्याउँछु र म कटघेरामा ठहराउँछु भन्ने, अनि रातारात उहाँ गृहमन्त्री हुँदाखेरि उडाउने अनि फ्लाइट गराउने अनि विभिन्न कुराहरू यस्ता खालको झुटा आश्वासन दिएर आउने पार्टी पुरानै पार्टीको विचार र सिद्धान्तमा चाहिँ गृहमन्त्री भएर अनि त्यही सिद्धान्त र भिजनसँग सम्मिलित भएर गएको पार्टीले कसरी नयाँ पार्टी हुन्छ? अनि राष्ट्रघाती एमसिसी जस्तो चाहिँ यो देशमा राष्ट्रघाती एमसिसी चाहिँ समर्थन गर्ने पार्टी नयाँ हुन्छ? उहाँको नयाँ विचार हो? नयाँ विचार भनेको त तपाईँको चाहिँ अहिलेको जेनेरेसनमा तत्काल भइरहेको व्यथिति र विसङ्गतिको विषयमा र राष्ट्रघाती जस्ता सुगौली सन्धि जस्ता र भ्रष्टाचारको विषयमा आवाज उठाउनु सक्नुपर्छ। अन्धाले कहीँ डोडाउन सक्छ? इतिहासमा छ? सक्दैन। त्यस कारणले गर्दाखेरि भ्रष्टाचारीले म भ्रष्टाचारलाई कारबाही गर्छु, ल चोरलाई म समात्छु भन्नु कुरा उस्तै हो। विश्वास नगर्नुहोस्। 100% यी पुरानो नयाँ पार्टी होइन, विचार नयाँ छैन। पुरानै पार्टी र को विचार र सिद्धान्तमा छ यस्ता विकासका कुराहरू भ्रष्टाचारका कुराहरू
ल्याएको त जमानामा होइन र उहाँले यसो न भ्रष्टाचार अमेरिकामा मात्रै उहाँको चाहिँ 9वटा त मुद्दा रहेछ भनेपछि नेपालमा सँगै उहाँ 12-13वटा मुद्दा बोकेको पार्टी हजुर बोल्दै कसरी चाहिँ हुन गर्दाखेरि अब एउटा भनाइ छ होइन अब बुढाबुढीको भनाइ पनि छ भला आदमीको सङ्गत गऱ्यो भने भला आदमी हुन्छ चोरको सङ्गत गऱ्यो भने चोरै हुन्छ इमान्दारीको सङ्गत गऱ्यो इमान्दारी नै हुन्छ भन्ने एउटा भनाइ छ त्यो वास्तवमै त्यो यथार्थ कुरा हो त्यो भोगेरै उहाँले भन्नुभएको हो त्यही भएर उहाँ भनेपछि उहाँ पनि पुरानै पार्टी पुरानै स्वभाव पुरानै कुराहरू छ उहाँहरूको त्यो सहकारी अभियोग पनि उहाँको वास्तविक नै हो भन्ने कुराहरू किनभने कानुनले त कुनै पनि झुटो अभियोग लगाएर थुन्न त मिल्दैन कानुनले त व्यक्ति समाज सरकार सबैलाई नै बाँध्ने हो होइन त्यस कारणले गर्दाखेरि अब म हजुरलाई एउटा प्रश्न गर्न के चाहेँ भन्दाखेरि अब साँच्चै नै हाम्रो यो श्रम संस्कृतिले नै देश बनाउँछ त यसमा तपाईँ 100% ग्यारेन्टी हुनुहुन्छ अब यस्तो छ चन्द्रजी जुन तपाईँले प्रश्न गर्नुभएको जम्मै सबै कुराहरू राम्रो पक्ष कुरा हो जुन यस्तो छ तपाईँको चाहिँ यो बनाउने सन्दर्भमा संस्कृतिले नै विकास लान्छ भन्ने कुरामा त कुनै दुई मतै छैन हजुर हजुर है अब हामी ढुक्का किन भन्दाखेरि आफ्नो ठाउँ आफै बनाउँ श्रम गर्नुपर्छ रगत र पसिना बगाउनुपर्छ भन्ने सन्दर्भ हो तर तपाईँको चाहिँ रवि लामिछानेको कुरा गर्नुहुन्छ भने उहाँसँग उहाँको प्रतिशोध गरेको होइन तर तपाईँले के पार्न चाहन्छु भने उहाँहरूको जुन तपाईँको चाहिँ अब मुकुल ढकाल कि त गलत साबित हुनुपर्छ मुकुल ढकालले दिएको अभिव्यक्ति उहाँ चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको चाहिँ मिडियामा उहाँले बोल्नु भएको छ जुन स्वर्णिम वकले र रवि लामिछाने चाहिँ उहाँ चाहिँ डिलिङ गर्न पठाएको थियो मलाई यसो राष्ट्रघाती चाहिँ हुनुपर्छ र राष्ट्रघाती चाहिँ देशलाई चाहिँ कुनै पनि भारतको कुनै पनि एउटा प्रान्त बनाउनुपर्छ र सम्मिलित गर्नुपर्छ भन्ने खालको अभिव्यक्तिहरू दिएको रहेछन् त्यस्ता खालको षड्यन्त्र गर्ने पार्टीहरूले अब हामीले नयाँ भन्ने पुरानो भन्ने सन्दर्भमा होइन त किन भन्दाखेरि यदि नयाँ ऊ हो भनेदेखि होइन यदि स्वर्णिम वकले जुन मुकुल ढकालले बोलेको अभिव्यक्ति दिएको अभिव्यक्ति हो भने नि तपाईँको उहाँको चरित्र हत्या गर्ने र पार्टीको चरित्र हत्या गर्ने कसैले अधिकार दिएको छैन लोकतन्त्रभित्र त्यो छैन तर यदि होइन भने ऊ जुन गलत थियो भने जुन मुकुल ढकाललाई किन पगार्न सकेन साथै अर्को कुरा रवि लामिछाने यदि जनताको त्यो गुन्द्रुक बेचेर जम्मा गरेको पैसा सहकारीको विषयमा यदि उहाँ के अरे गलत छैन भने विभिन्न महाअभिवक्ताहरू न्यायाधीशहरूले चाहिँ मेरो भागको चाहिँ अभिव्यक्ति दिइरहेको छन् कि म मेरो भागमा परेको पैसा चाहिँ म बिहोर्छु सरकार न्यायालय मलाई न्याय दिए भनेर चाहिँ दिनुभएको कुराहरू आउँछ यदि त्यो उहाँ हुनुहुन्न भनेदेखि त्यो जुन महाअभिवक्ताहरूलाई जुन विज्ञ टोली छ नि उहाँहरूलाई मेरो चरित्र हत्या भयो भनेर किन निवेदन दिएर कारबाहीको पक्षमा जाँदैन हैन सन्दर्भमा त्यो कुरा हो नि धन्यवाद बलराजज्यूलाई हजुरलाई धेरै धेरै धन्यवाद यो अमूल्य समय दिनुभयो त्यसलाई तपाईँलाई धन्यवाद अन्तिममा म तपाईँलाई एउटा कुरा सोध्न चाहेँ र फेरि हामी नेक्स्ट टाइममा भेट्ने बाचाका साथ म यो अहिले भिडियोलाई पनि गर्न चाहन्छु अनि के अरे यो धेरै जनताको कुराहरू के छ भन्दाखेरि वास्तवमै सोच्ने हो भने जात त दुईटा हो महिला र पुरुष तर एउटा नामले मान्छे चिनिन्छ है एउटा गाडी चलाउने ड्राइभर पनि उसको नाम थाहा नहुनेले त उसलाई ड्राइभर भनेर चिन्छ नाम थाहा हुनेलाई फलानो भनेर चिनिन्छ अनि कतिले यो जातिवादी राजनीति हो यो जातिवादी पार्टी हो पनि भन्छ धर्मवादी जातिवादी भन्ने कुराहरू पनि आउँछ यो विषयमा तपाईँले के अभिव्यक्ति दिनुहुन्छ त जनतालाई अब यता सुन्नुहोस् चन्द्रजी त्यो भनेको एउटा मान्छेले आक्षेप लाउने कुरा मात्रै हो हर्का साम्पाको काहीँ पनि त्यो केही नभेटाएर कुनै पनि काहीँ खोज्दा काहीँ भ्रष्टाचार काहीँ पनि कुनै आक्षेपहरू कुनै पनि त्यो नभेटाइसकेपछि के गरेर गिराउने राजनीतिक उसमा चाहिँ भनेर तल त्यो गिराउने उनीहरूको षड्यन्त्र हो न त यहाँ जातको कुरा छ न त धर्मको कुरा छ न त लिङ्गको कुरा छ यहाँ त सबै जाति सबै धर्म सबै संस्कार संस्कृति भएका मानिसहरू आउन सक्नुहुन्छ र सबैको के छ भन्दाखेरि हामीले त आह्वान गरिरहेछौँ भनेपछि यहाँ जातीय विभेद छैन हैन त छैन विभेद छैन अरू विभिन्न पार्टीमा हाम्रो यही क्षेत्र हाम्रो यो क्षेत्र मात्रै नभएर अरू क्षेत्रमा विभिन्न जातिहरूको मान्छेहरू विभिन्न लिङ्गका मान्छेहरू उठिराखेको छ त लस् तपाईँलाई धन्यवाद अनि अब तपाईँको पनि अमूल्य समयलाई मैले तपाईँलाई रोकेँ तपाईँले जाँदा जाँदै एउटा लास्टमा जनतालाई के भन्न चाहनुहुन्छ सबैजना यो क्षेत्र नम्बर 2 का मेरो पूजनीय बुवा आमा साथै युवा सरकार साथी मित्रहरू र मेरो जेन्जी भाइ बहिनीहरू यो क्षेत्र नम्बर 2 को र नेपाल आमाको मुहार फेर्नको निमित्त मैले जुन यो क्षेत्र नम्बर 2 बाट मेरो उम्मेदवार मैले घोषणा गरेको छु दिएको छु तसर्थ तपाईहरुको त्यो अमूल्य भोटले तपाईको मतले मलाई विजय गरी तपाईहरुको यो क्षेत्र नम्बर 2 को मुद्दा र एजेन्डालाई अगाडि क्याबिनेटमा लाने समय र मौका दिनुहोस् भन्दै म तपाईहरुबाट यो आह्वान गर्दै मेरो छोटो मन तपाईलाई राख्छु हस्ता धन्यवाद जय देश जय माटु जय संविधान थ्यांक यू तपाईलाई धन्यवाद